सबै कुरा रेडी हुँदा हुँदै पनि नेपालमा स्पेस पाउन र डिल गर्न साह्रै गाह्रो हुँदो रहेछ। हेलो एभ्रीवान, दिस इज योर कोच राम सर। इसे हेभेनको ब्रान्च खोल्ने सपना पूरा गर्नको लागि म लागे स्पेस खोज्नतिर। त्यसपछि म पुगे एउटा स्कटल्यान्डतिर। सँगै आएको साथी 120 को स्पिडमा दौडिरहेको थियो। न फोन उठ्छ न मान्छे भेटिन्छ। 10 मिनेटको कुरै पछाडि फाइनली उहाँको इन्ट्री भयो। कता रन्केको एक्लै? त्यहाँ ठ्याक्कै यही होला भन्ने ठाने के मैले। ए थाहा थियो? म यहाँ आइरहेको छु। हामीले हेर्न लागेको स्पेसकै छेउमा चिया अड्डा रहेछ। त्यस पछाडि हामी एकचोटि चिया चाखौँ न त भनेर लाग्यो। नेपालमा सबैले एउटै ट्रेन्ड फलो गर्ने गर्छन्। एक टाइम मजाले स्केटिङहरू मात्रै खुल्थ्यो र अहिले भटाभट बन्द हुँदैछ। त्यस्तै भोलिको दिनमा चिया अड्डाको मार्केट पनि त्यस्तै नहोला भन्न नसकिएला। स्पेस हामीलाई पुग्ने थियो। त्यस पछाडि रेन्ट पनि लगभग मिलिसकेको थियो। लास्टमा कन्ट्र्याक्टको कुरामा डिल नभइसके पछाडि म लागे बच्चैदेखि स्कुल र कलेज सँगै पढेको साथी शिवलाई भेट्न। त्यसपछि पुरानो यसो कुराहरू सम्झेर दुईजना रमाइलोसँग हाँसी मजाक गर्दै आजलाई भ्लग यति नै टुङ्ग्याए। यतिकैमा सबैलाई बाई बाई भन्दै सी यु इन नेक्स्ट भ्लग।